I request you all to please be seated as we are officially beginning the program. स्वर्गीय शरदचन्द्र शाहले देख्नु भएको सपना, दृष्टिकोण र समर्पणलाई निरन्तरता दिने एउटा प्रयास पनि हो। आजको यो अवसरमा मेरो लागि विशेष रूपमा भावनात्मक छ, किनकि म यहाँ केवल फाउन्डेसनको प्रतिनिधिका रूपमा मात्र होइन, स्वर्गीय शरदचन्द्र शाहको छोरीका रूपमा पनि उभिएकी छु। आजको दिन हाम्रो लागि विशेष महत्त्व राख्छ। हरेक वर्ष झैं यस वर्ष पनि हामी यो कार्यक्रम जुन 23 अर्थात् अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा स्वर्गीय शरदचन्द्र शाहको 78औं जन्म जयन्तीका अवसरमा आयोजना गरिरहेका छौँ। खेलकुदका आदर्श, उत्कृष्टता, मित्रता र सम्मानका मूल्यहरूलाई आत्मसात गर्ने यस दिनमा उहाँको जीवन, योगदान र खेलकुदप्रतिको समर्पणलाई स्मरण गर्दै नेपाली खेलकुदका प्रतिभाहरूलाई सम्मान गर्नु हाम्रो लागि विशेष अर्थ राख्दछ। मैले उहाँलाई सर्वप्रथम बुवाका रूपमा चिने, तर उहाँले नेपाली खेलकुदमा पुर्याउनु भएको योगदान र छोड्नु भएको विरासतले उहाँलाई नेपाली खेलकुद इतिहासको एक विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको छ। नेपालको खेलकुद इतिहासमा केही व्यक्तित्वहरू यस्ता हुन्छन् जसको योगदान समयसँगै झन उजागर हुँदै जान्छ। शरदचन्द्र शाह त्यस्तै व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो। उहाँले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यमका रूपमा होइन, राष्ट्र निर्माण, युवा सशक्तिकरण र राष्ट्रिय गौरवसँग जोडिएको शक्तिका रूपमा हेर्नुभयो। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्षका रूपमा उहाँले नेपाली खेलकुदको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। सीमित शोध साधनका बीच पनि उहाँको नेतृत्वमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण खेलकुद कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्यो। दक्षिण एसियाली खेलकुदको सफल आयोजना सहित त्यो कालखण्ड आज पनि नेपाली खेलकुदको सुनौलो युगका रूपमा स्मरण गरिन्छ। उहाँको विश्वास थियो कि खेलकुदले व्यक्तिको मात्र होइन, राष्ट्रको भविष्य निर्माण गर्न सक्छ। प्रतिभाको पहिचान, अवसरको समान पहुँच र दीर्घकालीन सोच मार्फत नेपालले खेलकुदमा अझ ठुलो सफलता हासिल गर्न सक्छ भन्ने उहाँको दृढ मान्यता थियो। आज नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गरिरहेको बेला हामीले त्यो यात्राको जग निर्माण गर्ने अग्रजहरूको योगदानलाई पनि सम्मान गर्नुपर्छ। यही भावनाका साथ यो पुरस्कार स्थापना गरिएको हो। एकातर्फ नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो समयको एउटा विशिष्ट पहिचान स्थापित गर्नुभएका अग्रज खेलाडीलाई सम्मान गर्ने र अर्कोतर्फ राष्ट्रको भविष्यका रूपमा उदाउँदै गरेका प्रतिभाशाली युवा खेलाडीलाई प्रोत्साहन गर्ने यसको उद्देश्य रहेको छ। आज सम्मानित हुन लाग्नुभएका दुवै खेलाडीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछु। एकजना आफ्नो समयका उत्कृष्ट उपलब्धिहरू मार्फत नेपाली खेलकुदको इतिहासमा अमिट छाप छोड्न सफल हुनुभएको छ भने अर्का युवा खेलाडीले आफ्नो प्रतिभा, मेहनत र सम्भावनाका माध्यमबाट नेपाली खेलकुदको उज्जवल भविष्यप्रति आशा जगाउनु भएको छ। एकै मञ्चमा यी दुई पुस्ताका खेलाडीहरूलाई सम्मान गर्न पाउनु यस पुरस्कारको विशेषता पनि हो। यसले विगतका उपलब्धिहरूप्रति सम्मान व्यक्त गर्दै भविष्यका सम्भावनाहरूलाई प्रेरणा प्रदान गर्दछ। अन्त्यमा यस समारोहलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने हुने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा उपस्थित महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आउनुहोस्, उत्कृष्टताको सम्मान गरौँ, खेलकुदको भावना मनाऊँ र नेपाली खेलकुदको उज्जवल भविष्य निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धतालाई अझ बलियो बनाऊँ। धन्यवाद। विशिष्ट व्यक्तिहरूको उपस्थिति म देखिरहेको छु। ओलम्पियनहरूको उपस्थिति छ। राष्ट्रिय खेल सङ्घका अध्यक्षज्यूहरूको उपस्थिति रहेको छ र सञ्चारकर्मीहरू, यो
यो सन्दर्भमा केही उहाँका योगदानबारेका कुराहरूलाई अझ पनि यो समय सान्दर्भिक नै रहन्छ भन्ने हिसाबले उहाँहरूको उपस्थिति रहेको छ। मभन्दा धेरै नजिक रहेर अरू साथीहरूलाई देखिरहेको छु, उहाँहरू अझ बढी नजिक रहेर उहाँसँगको समय व्यतीत गर्नुभएको छ। यद्यपि मेरो सम्बन्ध जुन भएको हो र उहाँले गर्नुभएका योगदानको बारेमा मैले केही भन्दा धेरै कमै हुन्छ भन्ने जस्तो मैले अनुभूति गरिरहेको छु। 2000 विशेष गरिकन 2036 साललाई म स्मरण गर्न चाहन्छु। धेरैजनालाई याद होला, यदि त्यसपछिको जेनेरेसन छ भने कमै याद होला, जब रेफरेन्डमको घोषणा भएको थियो। नगर खेलकुद आयोजनाको कुराहरू थियो र प्रतिस्पर्धाका थुप्रै खेलहरू थिए। त्यस अवस्थामा मेरो अकस्मात उहाँसँग भेट भयो। त्यतिखेर म उपत्यकाको प्रहरीको प्रमुखको रूपमा थिएँ, उहाँसँग अकस्मात भेट भयो। त्यतिखेरको अनुशासनहीनता र जुन किसिमको व्यवस्थालाई अपहेरित गर्ने ढङ्गका जुन प्रस्तुत गर्ने क्रममा विदेशीहरूसँगको जुन व्यवहारका क्रममा पनि मैले जुन ढङ्गको राष्ट्रिय खेलकुदलाई, राष्ट्रिय प्रतिष्ठालाई सहयोग गराउने जुन सहयोग गर्ने प्रयासहरू गरेँ, त्यसबाट मलाई लाग्छ म धेरै प्रभावित हुनुभयो। र त्यहाँदेखि म नेसनल फेडरेसनमा चाहिँ जोइन गरेँ र ओलम्पिकको बाटो मलाई लाग्छ त्यो टर्निङ पोइन्ट थियो। त्यहाँबाट मेरो ओलम्पिकको बाटो खुल्यो। मैले फुटबल फेडरेसन, जुडो, ताइक्वान्डो र जिम्नास्टिक फेडरेसनहरूमा र एथलेटिक्समा विभिन्न पदमा रहेर चाहिँ सेवा गर्ने अवसरहरू प्राप्त गर्दाखेरि जुन अनुभूतिहरू प्राप्त भयो, जुन चाहिँ अहिले हामी शरदचन्द्र शाहका योगदान र उहाँका प्रेरणादायी प्रयासहरूको बारेमा केही कुरा गर्न उपस्थित भएका छौँ। मलाई लाग्छ वास्तविक रूपमा त्यो समय हो, समयको चक्र अत्यन्त त्यसलाई यदि समाउन सकिएन, पहिचान गर्न सकिएन, तदनुरूप गर्न सकिएन भनेदेखि आशातीत सफलता हासिल हुन सक्ने अवस्थाहरू हुन्न थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवहरू हुनुभयो। उहाँ करिब 10 वर्ष 11 वर्षको करिब चाहिँ उहाँ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुनुभयो र ओलम्पिकको अध्यक्षको रूपमा पनि त्यति नै समयसम्म रहनुभयो। त्यो अवस्थामा दुइटै समाहित रूपमा, संयुक्त रूपमा गर्नुपर्ने भएकोले उहाँले केही काम गर्ने अवसरहरू प्राप्त गरे पनि तात्कालीन अवस्थामा त्यो वातावरण धेरै भएको अवस्थाहरू थिएन। तैपनि जुन योगदान उहाँले गर्नुभएको छ, नेपाललाई चिनाउने, नेपालीलाई चिनाउने, त्यो महत्त्वपूर्ण कुराहरू हामी स्मरण गरौँ। साउथ एसियन गेम्सको जुन चाहिँ पहिलोपटक नेपालमा आयोजना भएको थियो, झमझमी पानी परिरहेको सबै साथीहरूले स्मरण गर्नुभयो होला। बाहिरका टिमहरूले सहभागी भएको अवस्था पनि स्मरण गर्नुभएको होला। त्यति मात्रै नभएर जुन यो रिजनलाई नै नेपालले नेतृत्व गर्नुपर्छ भन्ने हिसाबमा उहाँले जुन अग्रगामी कदमहरू चाल्नु भएको थियो, त्यो महत्त्वपूर्ण छ। अहिले हामी ओलम्पिक काउन्सिल अफ एसिया भन्छौँ। यो स्थापना गर्ने क्रममा विष्णुजीले टाउको हलाउँदै हुनुहुन्छ, सुवर्णजी हुनुहुन्छ, तपाईँ हामी सबै धेरै जसो तात्कालीनका चाहिँ सहयात्रीहरू हौँ। त्यो अवस्थामा नेपालले ओलम्पिक काउन्सिल अफ एसियाको प्रतिनिधित्व गर्न पाउँछ भन्ने पक्का पक्की भइसकेपछि पनि अहिले अलिकति त्यो कुराहरूलाई कसैलाई नेपालले पाउन लायो भनेर खुसी हुनुभन्दा शरदचन्द्र शाहले यो नेतृत्व पाउने भयो भनेर दरबारमा कैयौँ उजुरीहरू गएको कुरो स्मरण गरौँ। हामीले आफ्नो देशको नाम अगाडि बढाउने सन्दर्भमा व्यक्ति पनि कहिलेकाहीँ महत्त्वपूर्ण रूपमा प्रस्तुत हुन्छ। उसको क्षमता, उसका योग्यताहरूलाई पनि महत्त्वपूर्ण रूपमा हेर्न सकिन्छ। अहिले तात्कालीन अवस्थाका शेख अहमद अहिले रिटायर भएका छन्, राजा रणधीर सिंह, उनको बुवा शेख अहमदको पनि बुवा, यी तीनैजना मिलेर खडा गरे ओलम्पिक काउन्सिल अफ एसिया। उनका छोरा एकजना अध्यक्ष भए, अर्को महासचिव भएर चलाए।
शरदचन्द्र शाहले हाम्रो प्रवृत्ति नेपाली प्रवृत्ति भन्दाखेरि मलाई दुःख लाग्छ, अगाडि सार्नुभन्दा पछाडि तान्ने क्रमहरू धेरै हुन्छन्। त्यसकारण उहाँलाई अगाडि बढ्न नदिएको अवस्था अहिले पनि यहाँ विभिन्न विधाहरूमा हामी देख्छौँ। कोही अगाडि बढ्न लाग्यो भने त्यसलाई पुस गर्नुभन्दा त्यसलाई पुरै गर्छ। खेलकुदको नाम खेलकुद हुने बित्तिकै, त्यो पनि राष्ट्रिय खेलकुदको कुरा गर्ने बित्तिकै, खेलकुद परिषदको कुरा गर्ने बित्तिकै हामी तत्काल कसलाई सम्झिन्छौँ? ओहो शरदचन्द्र शाह भनेर सम्झिन्छौँ। उहाँमा क्षमतावान व्यक्तित्व, मोटिभेट गर्न सक्ने, अरू सबभन्दा ठुलो कुरा त उहाँमा के थियो भने स्मरण गर्न सक्ने क्षमता। करिब 4000 गाउँपालिकाको प्रत्येक गाउँपालिकाको अध्यक्ष र त्यहाँको सचिवको कण्ठ उहाँलाई नाम याद थियो। त्यसले गर्दाखेरि कहिले काहीँ कुरा के हुन्छ भनेदेखि राजनीतिमा पनि उहाँले चासो लिनुभएको छ भन्ने कुरा हुँदाखेरि, ज्ञान हुँदाखेरि, सुझाव माग्दाखेरि उहाँले हर तरहले त्यतिखेरको सरकारलाई सभाको कुरा म स्मरण गर्न चाहन्छु। त्यो सघाउने क्रममा खेलकुदको पक्षमै उहाँले रहनुभयो। सबै ठाउँमा खेलकुदका संरचनाहरू बन्ने क्रममा मद्दतहरू भयो भन्दाखेरि उहाँले त अञ्चलाधीश पनि वहीँ बनाउनुहुन्थ्यो भन्नुहुन्थ्यो, मन्त्री पनि उहाँ बनाउनुहुन्थ्यो भन्नुहुन्थ्यो। सबैले भन्ने कमेन्टहरू त्यो गर्छ, तर मनभित्र उहाँको मनभित्र नेपाल थियो। उनको मनभित्र नेपाल थियो, सोचमा नेपाल थियो। नेपाली युवाको लागि र प्रतिभाशाली युवाको लागि हरेक क्षण उहाँले हरेक क्षण कसरी हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरा हामी स्मरण गरौँ। हामीले जहिले पनि नेपालीको नाम कसरी भएको छ भनेर स्मरण गरौँ। हामी केबाट चिनिन्छौँ? धेरै बुद्धिमान भएर चिनिया त हेरौँ, तर हामी लडाइँमा पक्का छौँ, इमान्दार छौँ र लडाइँ लड्छौँ र नजिकबाट लडाइँ लड्छौँ भन्ने खालको सोचेको कारण उहाँले ती गेमहरूलाई चाहिँ इन्ट्रोड्युस बेसरी गर्नुभएको थियो। जुडो, कराते, टाइक्वान्डो, बक्सिङ, यसलाई बढी प्रायोरिटी दिनुभएको थियो। त्यही वेट क्याटेगोरीको हुन्छ, खेल्न सकिन्छ र प्रतिस्पर्धा कोसँग गर्नुपर्छ भने त्यही वेटसँग गर्नुपर्छ होइन। त्यही वेटसँग गर्नुपर्दाखेरि एथलेटिक्समा कसरी कम्पिट गर्ने? भयङ्कर चाहिँ स्पिडमा जानेहरूसँग सानो लिखुरे गोर्खे चाहिँ कति दौड्न सक्छ, कम्पिट गर्न सक्छ इन्टरनेसनल एरेनामा, सक्दैन भन्ने कुरो मान्यता हो। टिम गेममा त हामी कुरै मिल्दैन, हाम्रो घरमै कुरो मिल्दैन। खेलकुदको मैदानमा त झन् एकैछिनमा हामी बिग्रिहाल्छौँ। करिब कहीँ अहिले अलिअलि मिले जस्तो त देखिहाल्छ, तर टिम गेममा पनि हामी सक्दैनौँ भन्ने भएको चाहिँ इन्डिभिजुअल, त्यो पनि क्लोज कम्ब्याटवाला गेम छान्नुपर्छ भने उहाँले गरेको कारणले विधान लामाको नाम हामी स्मरण गर्छौँ। त्यो चाहिँ गेम ओलम्पिकमा थर्ड काँस्य पदकको रूपमा उहाँलाई डेमोन्स्ट्रेसन गेम भएको पनि नेपालले प्राप्त गरेको पहिलो अवसर थियो। नेपालको ओलम्पिक मुभमेन्टमा हामी स्मरण गर्छौँ। नेपालको ओलम्पिक मुभमेन्ट स्मरण गर्दाखेरि गाह्रो भयो। प्रत्येक पटक जब परिवर्तन हुन्थ्यो, ओलम्पिक र राष्ट्रिय खेल सरकारले दुईटै कुरो राख्न चाहन्छ। ओलम्पिकको मान्यता के हो भनेदेखि यो दुईटै कुरो मान्यो भनेदेखि सरकार चाहिँ जथाभावी गर्छ, अलिकति यसले चाहिँ थिचोमिचो गर्छ भन्ने हिसाबले सेपरेट गर्नुपर्छ भनेर ओलम्पिकको मान्यता भएको कारणले गर्दाखेरि त्यतिखेर दुईटै हुन्थे नि। एउटा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुने बित्तिकै ओलम्पिकको अध्यक्ष पनि हुन्थ्यो। त्यो चाहिँ म 20 वर्षसम्म ओलम्पिक मुभमेन्टमा रहेँ। अहिले पनि साथीहरू, सँगै गरेका साथीहरूको मैले यहाँ उपस्थिति देखिरहेको छु। निरन्तर रूपमा हामीले प्रयास गरौँ, एउटा ठेकान, एउटा ठहर, एउटा ठम्ब्याइ गऱ्यौँ, जसले गर्दाखेरि यसले निरन्तरता पाइरहेको अवस्थाहरू छ। यसमा हेर्नुपर्ने कुरा, जान्नुपर्ने कुरा, जब धेरै मान्छेमा आसक्ति बढ्छ, केही कुरो त्यहाँ छ भन्ने कुरो अरूले जब इङ्गित गर्ने कुरा हुन्छ, कसैले भान हुन्छ भनेदेखि मलाई लाग्छ त्यसले सेवा गर्ने अवसरहरू आउँदैन। यो त सर्भिस हो। हामीले त भलन्टियर गरिरहेको, जीवनभरि आफ्नो कुनै पनि लोभ नगरी निरन्तर रूपमा आफ्ना प्रयासहरू गरिरहेको मैले त पर्सनली देखेको छु। खेलकुदको लागि मात्रै होइन, अन्य प्रशासनिक सन्दर्भमा पनि उहाँको व्यापक रूपमा चाहिँ ज्ञान हासिल गर्ने
केही खबरहरू प्राप्त गर्ने जसले चाहिँ मुलुकलाई फाइदा हुन्छ भन्ने प्रयासहरू गरिरहेको अवस्थाहरू देख्यौँ। अहिले हामी मूल्याङ्कन गर्नु हेरौँ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बाहेक जहाँ उहाँले रात दिन बिताउनुहुन्थ्यो, दिन रात दौडै गर्नुहुन्थ्यो, मुलुकले उहाँले कति सम्मान गर्यो। तात्कालीन प्रशासकहरूले के गरे? अहिले मैले तात्कालीन प्रशासकहरू, तात्कालीन शासन व्यवस्थाहरूलाई दोष दिन खोजेको होइन, तर के भनेदेखि त्यति गर्दा गर्दै पनि त मैले के गरेको रहेनछु भन्ने कुरो अब पनि बोध होस् भन्ने खालको कुरो मेरो निवेदन गराइयो। कसैले आफ्नो भोलिन्टियर गर्ने बेलामा आफ्नो जीवन त्यसैमा लगाइरहेको बेलामा धेरै स्वार्थ त हुन्न, तर रिकगनाइज गरिरहेको छ भन्ने कुरा भान त हुन जरुरी हो नि। 2046 सालको आन्दोलन स्मरण छ। आन्दोलनमा सारामाको घरमा आगो लगाइयो, झन्डै चाहिँ उहाँको धेरै क्षति पुर्याउने प्रयासहरू, व्यक्तिगत रूपमा प्रयासहरू पुर्याउनेहरू गरियो। उहाँले धेरै वर्षसम्म प्रदेशमा बिताउनु पर्ने अवस्था आयो। के को लागि गर्नु पर्यो? किन विदेशमा बस्नु? उहाँले आफ्नो लागि के गर्नुभएको थियो? मुलुकको हितको लागि गर्दा गर्दै पनि उहाँले त्यो अवस्थामा उहाँलाई कतिको सहयोग हो भन्ने कुरो हामी यहाँ स्मरण गर्न सक्छौँ। त्यसपछिका दिनहरू मैले यो खेलकुदसँग उहाँको संलग्नतादेखि बाहेक राजनीतिसँग पनि कति जोडियो भन्दाखेरि जो सक्रिय मान्छे, जो युवालाई परिचालन गरिरहेको मान्छे होइन, युवालाई परिचालन गर्ने मान्छे, जहाँ चाहिँ भव्य कार्यक्रमहरू हुने भइसके पछाडि त हामीले हेर्दाखेरि कार्यक्रम गर्ने विष्णुबाजी त्यहाँ हुनुहुन्छ। अझ पनि उहाँ त्यत्तिकै चाहिँ व्यवस्थापन गर्ने क्रममा धेरै उहाँको दखल छ र उहाँले व्यवस्था गर्न सक्ने अवस्था चाहिँ व्यक्तित्वको रूपमा रहनुभएको छ। त्यसकारण आज हामी मभन्दा धेरै जान्ने विद्वत समुदायमा यहाँ देख्छु, मभन्दा खेलमा अझ पनि नजिक रहेर काम गर्नुहुने साथीहरूलाई म देखिरहेको छु। मेरो अर्कै अलिकति सोच छ उहाँप्रतिको मेरो जुन सम्मान छ अलिकति मलाई लाग्छ अलिक फरक छ। राष्ट्रवादी व्यक्तित्व त्यसरी हामीले पाउन कठिन हुन्छ, धेरै कठिन हुन्छ। जीवनमा आफ्नो उत्सर्ग गर्दा सम्मको अवस्थामा, अन्तिम अवस्थामा पनि उहाँले देशकै लागि गरिराख्नु भनेर सोच बनाइराखेको व्यक्ति, त्यो पनि खेलको माध्यमबाट अहिले हामी सम्झिरहेछौँ। किनभनेदेखि हुने बित्तिकै खेलकुद भनेको शब्द अनुसार अनि परिवर्तन भए, व्यवस्थाहरू परिवर्तन हो, लोकतान्त्रिक व्यवस्थाहरू आए, बहुलवादका प्र्याक्टिसहरू हुन थालिसके पछाडि पनि के हो भनेदेखि त्यो प्र्याक्टिस के हो भने पहिलेको अवस्थामा अहिलेको अवस्थामा फरक के हो भने केही फरक छुट्याएन। मन्त्रालय स्थापना भएको छ, खेलकुद मन्त्रालय छ, राष्ट्रिय खेलकुद परिषद पनि त्यही छ। राष्ट्रिय खेलकुद परिषद के हो भनेर अध्ययन गरेर यसको व्यवस्थापन गरेर यसलाई कसरी राम्रो गर्नुपर्छ भनेर भन्दाखेरि पनि सोचमा परिवर्तन भएको छैन। त्यही सोचमा परिवर्तन नभएको कारणले, स्वार्थ सिद्धिका मात्रै कुरा हुने भएको कारणले कहिलेकाहीँ सफलतामा अवरोधहरू हुन्छन्। त्यो नेपालमा हामीमा अझ पनि विद्यमान छ। उहाँको त्यो दूरगामी सोच हामी स्मरण गरौँ। कुन ठाउँको तपाईँहरूलाई याद होला, साथीहरू, पुरानो साथीहरू देख्छु, कुन ठाउँको मान्छे अग्ला छन्, कुन ठाउँको मान्छे घान्टे छन् र बलियो छन्, त्यसका खुट्टा बलिया छन् होइन, गर्न सक्छ भनेर ठाउँ विशेषमा गएर अध्ययन गरेर ल्याउने कामहरू भएको कुरा चाहिँ हामी स्मरण गरौँ। त्यसको अर्थ समय सापेक्ष परिवर्तनहरू गर्नुपर्छ र त्यसको विकास गर्नुपर्छ भन्ने मानसिकता बोकेर हिँडेको शरदचन्द्र शाहको आज इन्टरनेसनल ओलम्पिक डेको दिनमा हामीले उहाँको स्मरण गर्ने अवसर पाएका छौँ। ओलम्पिक डेको अवसरमा सबै साथीहरू, केही साथीहरू सहभागी भएर आउनुभएको मैले देखेँ। त्यो अवसरमा सबैलाई हार्दिक बधाई छ। ओलम्पिक डे मनाउने सन्दर्भमा 64 को ओलम्पिकदेखि हामीले प्रारम्भ गरेको ओलम्पिक यात्रा अहिलेसम्म हामी कहाँ पुगेका छौँ त्यो कल्पना हामी गर्न सकेनौँ। त्यस किसिमको विकास, त्यसका पूर्वाधार गर्न सकेको अवस्थाहरू भएन। जुन कुरो शरदचन्द्र शाहले तात्कालीन अवस्थामा कसरी गर्नुपर्छ भनेर संसारका सबै मुलुकसँग
जो चाहिँ ओलम्पिक उसमा मेम्बरको रूपमा रहेका थिए उहाँहरूको सरोकार गरेर विकास गर्ने प्रयास गर्नुभएको कुरो म स्मरण गर्न चाहन्छु। त्यतिखेर जब छिटछिट दूरको अवस्था थियो, टाढा टाढा भगाउने अवस्था, तात्कालीन पञ्चायतका मान्छे, तात्कालीन व्यवस्थाका मान्छे कुरा थियो, तर खेलको अवस्था हुने बित्तिकै स्वतन्त्र शाहलाई कसैले नकार्न सक्ने अवस्थाहरू थियो। हामीले जोड्यौँ, ओलम्पिकको माध्यमबाट सबै ती साथीहरूलाई जम्मा गऱ्यौँ। म प्रेसिडेन्ट हुँदाखेरि सबै साथीहरूलाई जम्मा गऱ्यौँ, पुराना साथीहरूलाई जम्मा गऱ्यौँ, किनकि त्यो इतिहास हो। ओलम्पिकको इतिहासको कुरा हामी गरेर मात्रै हुन्छ। ओलम्पिक डे मनाउँदाखेरि त्यो ऐतिहासिक क्षणहरूलाई हामीले जब स्मरण गर्ने कुरा हुन्छ भनेदेखि हाम्रो नेपालको सन्दर्भमा फ्याट्टै सम्झिने बित्तिकै राष्ट्रिय खेलकुद परिषद, खेलकुद भन्ने बित्तिकै को आउँछ? स्वतन्त्र शाह। त्यहाँदेखिको बाहेकको नाम सम्झिहाल्ने खालका मान्छे अब आउलान्, अपेक्षा गरौँ। मैले अन्यथा सचिवले बनाएँ है। मैले ठ्याक्कै जुन भलन्टियर गर्ने सन्दर्भका कुराहरू हुँदाखेरि मैले देखेँ। त्यसकारण त्यो एउटा आफ्नो छाप छोडेर जानुभयो। आज हामी सम्मान कार्यक्रममा पनि उपस्थित छौँ। उहाँका विगतका जुन चाहिँ प्रेरणादायी नेतृत्व, युवाहरूप्रतिको जुन र देशप्रतिको जुन खेलकुदको माध्यमबाट लड्न सकिन्छ, पहिचान बनाउन सकिन्छ भन्ने जुन उत्कट अभिलाषालाई हामीले स्मरण गर्नको लागि उपस्थित भएका छौँ। आजको दिनमा उहाँप्रति म हार्दिक श्रद्धा सुमन पनि अर्पण गर्न चाहन्छु। आफ्ना समयमा अझ पनि ती घटनाक्रमले हामी स्मरण के गर्नुपर्छ भने अझ पनि हाम्रो नेपाली चरित्रको जुन पहिलेको अवस्था विकास गर्नुपर्ने अवस्था जुन रहेको थियो त्यसलाई स्मरण गरौँ। नेपाललाई अगाडि बढाउँदाखेरि नेपाली नै अगाडि बढ्न पर्छ। खेलको माध्यमबाट खेललाई अगाडि बढाउँदाखेरि खेलाडी तयार गर्ने अवस्था नै भएर हामीले प्राप्ति गर्न सक्ने अवस्था हुन्छ। खेलकुद हाम्रो स्पोर्ट्स एम्बेसडरको रूपमा छ, भनिदिएर पुग्ने कुरो होइन, त्यसले प्रतिनिधित्व गर्ने त्यस्तै खालको कुरो हुन्छ। त्यसमा ती तयारीको क्रममा जुन उहाँको भिजन थियो, जुन उहाँको दृष्टिकोण थियो, अत्यन्त स्मरणीय छ र उहाँले गर्नुभएका ती सबै योगदान मैले छोटकरीमा थुप्रै कुराहरू छन् मेरा मानस पटलमा आइरहेका छन्। विभिन्न खेलमा एउटा कोरियाको एसियन गेममा गएको थिएँ। म चाहिँ झन्डा लिने अगाडिको मान्छे, मलाई चाहिँ तोकिया थियो, किनभने त्यतिखेर नर्थ कोरिया र साउथ कोरियाको लडाइँ थियो। खतरा के थियो भने खेल सुरु हुने बित्तिकै बम पड्काउँछ भन्ने कुरो खतरा। अब कोरियनको अक्षर अनुसार नेपाल चाहिँ पहिलो पर्दो रहेछ। अनि चाहिँ स्टेडियममा झन्डा लिएर प्रवेश गर्ने मलाई नेपालको तर्फबाट अगाडि सारियो। म स्मरण गर्छु त्यो हामीमा जुन किसिमको चाहिँ उत्साह भरिदिने व्यक्तित्व शरदचन्द्र शाहलाई फेरि पनि म अत्यन्त श्रद्धा सुमन अर्पण गर्दै उहाँलाई उहाँका योगदानलाई स्मरणीय रहन्छन् र उहाँका कार्यहरूलाई उसिनेर कसैले गर्न सकोस्, ओलम्पिकमा हामीले एउटा स्थान प्राप्त गर्न सकौँ, कहीँबाट गर्न सकौँ भन्नेतर्फ तयारी मलाई लाग्छ। यति भनिदिएर भन्दाखेरि सरकारको तर्फको प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हुनुहुन्छ, उहाँलाई मैले यहाँ निवेदन गरेँ र आज फेरि पनि सबैसँग यो अवसरमा मलाई आमन्त्रण गर्नुभएकोमा हार्दिकताका साथ आभार प्रकट गर्दै बिदा हुन्छु। धन्यवाद। आज हामी एउटा यस्तो व्यक्तिको विषयमा चर्चा गरेका छौँ, कुरो गरेका छौँ जसको कुरो गरेर चाहिँ सकिँदैन। उहाँले गरेको काम, उहाँले रचेको इतिहास हामीले मात्रै सम्झ्यौँ भने धेरै कुरो पुग्छ। र यहाँ मभन्दा अगाडिका प्रवक्ता साथीहरूले होइन आफ्ना वचन मार्फत उहाँको धेरै
लगभग आधा जीवनीको बारेमा कुरो गरिसक्नु भएको छ। उहाँले दशकौँ सम्म राष्ट्रिय खेलकुद परिषददेखि ओलम्पिकदेखि आफ्ना सम्पूर्ण यात्राहरू, जीवनका यात्राहरू खेल क्षेत्रमा लगाएका थिए। यी बाहेक अरू क्षेत्रमा पनि लगाएका थिए, तर त्यसमा पनि उहाँको चाहिँ खेल क्षेत्रमा विशेष योगदान भएको हामी पाउँछौँ। र मैले पनि होइन सुरुमा आउँदाखेरि चाहिँ सदस्य सचिवहरूमध्ये चाहिँ उहाँको नाम चाहिँ मैले सुन्न पाएको थिएँ र आज यो कार्यक्रममा पनि मैले उहाँको एउटा ठुलो योगदान राष्ट्रिय खेलकुद परिषद मात्र होइन, उहाँको एउटा आफ्नो समय तत्कालीन अवस्थामा उहाँको एउटा नेतृत्वप्रति र एउटा खेलप्रति देखाएको जुन इमान्दारिता, जुन निष्ठा, जुन चाहिँ एउटा भनौँ न विकासको लागि विस्तारका लागि उहाँले खेलेको भूमिकालाई विशेष सम्झनाको रूपमा आज यहाँ म राख्न चाहन्छु। र आज उहाँको भावना अनुरूप हामी सबै हिँडेको भए आज जुन खेलकुद क्षेत्रमा देखिए केही समस्याहरू छ यो हुँदैन थियो होला र आज हामी एउटा अठोट पनि गरौँ। उहाँले राष्ट्रिय स्तरमा होइन अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँको निकै चर्चा भएको देखिन्छ। आज ओलम्पिक डेको दिनमा पनि हामी उहाँलाई सम्झिरहेका छौँ। नेपाल एउटा ओलम्पिकमा पार्टिसिपेट हुने मुलुकलाई उहाँले त्यत्रो माथिसम्म लिएर जाँदा यो देशको एउटा गर्व गर्ने ठाउँ र आज जुन भनौँ कन्टिन्यू रूपमा यो पाइरहेछ, नेपालले पाइरहेछ, यत्रो ठुलो एउटा सम्पत्तिको रूपमा पाइरहेछ, यो एकदमै स्मरणीय छन् र नेपाल सरकारको तर्फबाट पनि म उहाँलाई सम्झन चाहन्छु आजको दिनमा। र यो विशेष अवसरमा हामी सबैले चाहिँ राम्रा उहाँले गरेका धेरै सबै कुरा अहिलेसम्म राम्रै पाएका छौँ। त्यसले एउटा इतिहास बनाएको छ। इतिहासको पन्ना पल्टाएर, अक्षरहरू पल्टाएर उहाँको बारेमा अझै धेरै जानकार व्यक्तिहरू कुनै दिन मलाई अझ सम्झाउनु हुनेछ भन्ने मैले आशा पनि गरेको छु। त्यो मेरो लागि एउटा प्रेरणाको रूपमा हुनेछ, मलाई एउटा मार्गदर्शकको रूपमा हुनेछ र अझ मैले खेलकुद क्षेत्रलाई आफू बसुन्जेल राम्रो गर्न पाऊँ भन्ने आशा पनि राखेको छु। र इन द सेन्स मेरो पनि आजसम्म म सुरु पनि धेरै साथीहरूलाई, धेरै मसँग भेट हुने महानुभावहरूलाई भनेपछि यसमा यो खेलकुद क्षेत्रमा मेरो कुनै स्वार्थ छैन। म एकदम निष्पक्ष रूपमा, स्वतन्त्र रूपमा, कानुनको आधारमा र अहिलेको अवस्थामा आवश्यक चिजहरू चाहिँ म अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छु सुरुदेखि नै होइन। यसमा मेरो यो र त्यो धेरै कुरोहरू इन्डिकेट भएको छ होइन। त्यो इन्डिकेट कुराहरू ठ्याक्कै मेरो पनि केही छैन। अब हिजोसम्म कसले के गरौँ त्यो सबै कुरो मैले छोड्न चाहन्छु र आफूले के गर्ने त्यहाँबाट मैले सुरु गरेको छु। आज करिब 6.5 महिनाको नेतृत्व मेरो खेलकुद परिषदमा रहेको छ। अब त्यो नेतृत्व पिरियडमा मैले पुराना कुराहरू धेरै म जान्न, बुझ्न, सम्झन म चाहदिनँ। नयाँ मैले 6 महिना पढ्दाखेरि मैले के गरेँ, भोलि मैले छोडेर जाँदाखेरि के दिएर गएँ भने त्यो विषय चाहिँ मेरो रहन्छ र पुरानो कुरो कसले के गरौँ, कसले गल्ती गरौँ, कसले के गरौँ। राम्रो काम गर्ने मान्छे त्यसरी हामी सम्झिँदो त रहेछौँ त, खेलकुद क्षेत्रमा पनि सम्झना त हुँदो रहेछ त होइन। यसरी नै सबैले चाहिँ एउटा आफू सङ्घको साथीहरू सङ्घमा जहाँ जसले नेतृत्व गर्न पाउनु भएको छ त्यो सबै ठाउँमा चाहिँ आफ्ना केही चिन्ने, आफूलाई चिनारी गर्ने, आफूलाई पहिचान गर्ने कुराहरू छोडेर जानु भने अझ राम्रो हुन्थ्यो। यही उहाँबाट हामी प्रेरणा, यही सन्देश यहाँ समक्ष राख्दै म आफ्नो छोटो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनले जुन आयोजना गर्नुभएको छ र सर्वप्रथम त म यस फाउन्डेसनका अध्यक्ष हाम्रो रेणु शाह म्याम र हाम्रो फाउन्डेसनका सम्पूर्ण पदाधिकारीज्यू, सदस्यहरू, यहाँ मैले हाम्रो नेपाल स्पोर्ट्स काउन्सिलका सदस्य सचिव आदरणीय रामचरित्र मेहताज्यू, त्यस्तै मैले यहाँ धेरै अग्रजहरू देखिरहेको छु। हाम्रो ध्रुव सर, विष्णु गोपाल सर,
रवि सर, त्यस्तै हाम्रो ओलम्पियन साथीहरू र अन्तर्राष्ट्रिय पदक विजेता साथीहरू र यहाँ उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वज्यूहरू, राष्ट्रिय खेल सङ्घका अध्यक्ष र प्रतिनिधिज्यूहरू अनि मिडियाका साथीहरू, ओलम्पियन साथीहरू र भद्रपलाडीमा सर्वप्रथम नेपाल बक्सिङ महासङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो स्वागत एवं आभार प्रकट गर्न हामी चाहन्छौँ। यो विगत केही वर्षदेखि जुन यो सम्मान प्रदान गर्नु भएको छ यस फाउन्डेसन, म विशेषतः यस संस्थालाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र हाम्रो स्वर्गीय शरदचन्द्र शाहले जुन मार्गनिर्देशन जुन उहाँले देखाउनु भएको बाटो त्यो कदापि कहिले पनि भुल्न सक्दैन। मैले पनि प्रथम साफ गेम खेलेको थिएँ, नेपालमा भएको प्रथम साफ गेममा। त्यतिखेर उहाँ सदस्य हुनुहुन्थ्यो र एकदम उहाँले राम्रो कमान्डिङमा चलाउनु भएको थियो। त्यो स्मरण अझ पनि याद नै रहनेछ। त्यसकारण हामीहरूले अब यस्तो व्यक्तिलाई सधैँ सम्झिराख्नुपर्छ र उहाँले देखाएको बाटोमा हामी अवश्य पनि हिँड्नेछौँ। अब यो जुन जति पनि यो कार्यक्रम गर्नुभएकोमा हाम्रो बक्सिङले पनि स्थान पाएको अथवा बक्सिङलाई पनि यहाँहरूले सम्झिनु भएको र यस सिलसिलामा हामी यस संस्थालाई मुरी धन्यवाद दिन हामी चाहन्छौँ। जस्तै उमेश मास्के दाई हामीसँगै पनि खेलेकै हो, उहाँ पनि प्रथम साफमै खेल्नुभएको थियो हामीसँगै। अनि उहाँहरूलाई यहाँ दुईजनाले जुन सम्मान पाउनु भएको छ, म विशेष गरी कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। यो हाम्रो वर्तमान र अग्रजहरूलाई एउटा उत्साह र उमङ्ग हुने जुन यो कार्यक्रम हो, यो कार्यक्रम अति नै राम्रो लागेको महसुस गरेको छु र आउँदा दिनहरूमा बक्सिङले खेल विकास र विस्तार गर्नेमा र उन्नति र प्रगति गर्नेमा फड्को मार्नेमा हामी अगाडि बढ्नेछौँ। यो कुरा मैले यहाँ उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा निवेदन गर्न चाहे र आउँदा दिनहरूमा पनि यसरी नै हामीहरूले यो खेलकुदमा योगदान दिनुहुनेहरूलाई सम्मान गर्ने कार्यक्रम अति नै यो राम्रो होस्, सभ्य र भव्य पनि होस्, अझ उत्कृष्ट बनाउन सकोस् भनी शुभकामना व्यक्त गर्दै आजको दिन यहाँहरू सबैलाई
सफलता मिलोस्। Once again, I am going to say, have a great time, good time, and wish you all the best. Thank you very much, everyone. यति भन्दै मेरो छोटो मन्तव्य सकाउँछु। Sharad Chandra Shah Memorial Foundation is proud to present SCS-MF Sports Award 2026, one of the most proficient, resilient, and prominent boxer, Umesh Naski. As a national team member, you have demonstrated an unwavering dedication and distinguished yourself as an outstanding boxer, while also exhibiting remarkable courage and leadership in your role as president of Nepal Boxing Association. Your versatility and valor were clearly evident through the participation in the Olympics, the Asian Games, and numerous international competitions, highlighting by your gold medal victory in the International Boxing Championship held in Sri Lanka in 1983. Your commitments to service will always stand as an extraordinary contribution to the growth and advancement of the amateur boxing. जोरदार ताली जाओ. Come on, everybody. Memorial खेलाडीलाई यस्तो सम्मान गरेर हामी खेलकुदको लागि अब जस्तै म उहाँको सदस्य टाइममा मैले दुईचोटि मौका पाएको थिएँ। उहाँ सदस्य हुँदाखेरि 1980 ओलम्पिक पनि उहाँसँगै जाने मौका मैले पाएको थिएँ। 1984 को ओलम्पिकमा पनि 80 को ओलम्पिक जाँदा चाहिँ हाम्रो बक्सिङ सङ्घको अध्यक्ष विष्णु कुमार श्रेष्ठजी हुनुहुन्थ्यो। विष्णु कुमार दाइले अध्यक्षता गर्नुभएको थियो। तर 80 को ओलम्पिकमा विष्णु दाइले गर्नुभएको थियो। तर 82 को एसियन गेममा विष्णु दाइले के भन्नुभएको थियो भने मेरो खेलाडीले केही पनि मेडल नजित्यो भने म राजीनामा गर्छु भनेर त्यस्तो व्यक्ति थियो। बक्सिङमा अध्यक्ष भएर मेरो खेलाडीले नजित्यो भने उहाँ खेल्ने होइन, मेरो उहाँको खेलाडी खेल्ने। तै पनि उहाँले के भन्नुभएको थियो भने मेरो खेलाडी जित्न सकेन भने म राजीनामा गर्छु भन्नुभएको थियो। अनि उहाँले हामीले जित्न सकेनौँ, बाइचान्स जितेनौँ। त्यसपछि विष्णु कुमारले हाम्रो अध्यक्षले राजीनामा गरिदिनु भयो। त्यसपछि राजीनामा गरेपछि उहाँले अब बक्सिङ सङ्घको अध्यक्ष शरदचन्द्र शाह सदस्यले उहाँले लिनुभयो। अनि उहाँले सदस्यले लिनुभयो। बक्सिङ सङ्घको अध्यक्ष पनि उहाँले पनि गर्नु भइरहेको थियो। त्यसपछि 84 को ओलम्पिकमा हाम्रो चिफ डेपुटेसन पनि उहाँ हुनुहुन्थ्यो। अनि बक्सिङ खेल्नलाई अब 84 को ओलम्पिक खेल्न रिङमा जाँदाखेरि उहाँ ओलम्पिक कमिटीको हाम्रो नेपालको अध्यक्ष पनि हुनुहुन्थ्यो। ओलम्पिक कमिटीको मेम्बर इन्टरनेसनलमा पनि उहाँ हुनुहुन्थ्यो। उहाँ आएर हामी खेला रिङमा जानलाई तल आउनुभयो। रिङमा तल आएर भेट्न आउनुभयो। मान्छे यो लाइफ ठिक छ हजुर भने मैले ठिक छ हजुर भनेपछि उहाँले मैले अब यो खेलाडीको टाइममा जे पनि अलिक इच्छा हुन्छ। मैले उहाँ सरसल्लाहमा मैले के सोधेँ भने सर मैले के जित्यो भने के हुन्छ सर भने त्यहाँदेखि तिमीले हल्दा मान्नु पर्दैन, तिमीले जे भन्न सोचेको त्योभन्दा बढी हुन्छ, झन् बढी थाहा पाउनु भयो। ल बेस भएर थाहा पाएर उहाँ त त्यहाँ बस्नु पाउनुहुन्न, उहाँ माथि जानु पाउनु, त्यहाँ बस्नु पाउनु, उहाँ माथि जानु। त्यसो भनेर उहाँले खेलाडीलाई कतिसम्म हौसला दिनुहुन्छ भन्ने कुरा होइन, खेल्न डराइरहन्छ कस्तो हुन्छ। तर के भने खेल्न तल आएर सजिलो भने अब यस्तो हुनुपर्छ भने उहाँले एक्जाम्पल देखाइदियो। तल आउनुभयो, त्यहाँ नहुने ठाउँ तल त्यहाँसम्म तल आएर पनि उहाँले अनि अब खेलाडीमा जहिले जसको इच्छा हुन्छ सोध्ने कुरा मैले सर मैले के भएर जित्यो मैले के भयो पाउँछ भनेर सोद्धाखेरि मैले खेलाडी अब यो कुरामा सोध्नु हुने कुरा त पनि अब खेलाडी भएको हिसाबमा मैले सोधेँ। सोद्धाखेरि डन गरिनुहोस्, तैँले जे सोचेको छ मनमा सोच त्योभन्दा राम्रो पाउँछ भनेर थाहा पाउनुभयो। अल द बेस्ट भनेर जानुभयो होइन। त्यो भने चिज के भने खेलाडीलाई रिङमा डराउने मान्छे पनि खेल्न एकदम किनभने प्रोत्साहन हुने थियो। खेलाडीलाई कसरी के गर्नुपर्छ भन्ने कुरा अहिलेको सरसजिवहरू सबैलाई भन्न चाहन्छु।
खेलकुदमा लाग्ने मान्छेले सिक्नुहोस्। म पनि प्रेसिडेन्ट भएँ, बक्सिङ सङ्घको कोषाध्यक्ष भयौँ, सदस्य भयौँ होइन, धेरै वर्ष हामी जिन्दगी बितायौँ, तर त्यस्तो सदस्य पाएको छैन हामी है, पाएको छैन। अहिले हामीभन्दा जुनियर अहिलेको आएको जुनियर हामीभन्दा होइन, एजको जुनियर, तर खेलकुदमा आउँदाखेरि खेलाडीलाई कसरी के गर्न सक्छ भन्ने धारणा लिएर आउनुपर्छ है। अब उहाँलाई थाहा छ खेलाडीमा के परिरहेको छ, अलवेज के भन्दाखेरि गरिदिनुहुन्छ गर्नुहुन्छ गाली, तर के हो भने खेलाडीलाई एकदम सौर्य कस्तो भने त्यो चिजले गर्दाखेरि खेलाडी हुँ जस्तो लाग्छ। हामी त्यत्रो समय बितायौँ, तर अहिले जति पनि म भन्छु है, अब मलाई उहाँको उ गरे होइन, मैले जुन गर्नु भएको कुरा, जस्तै अब मैले विश्वको यताउता भन्नु सक्दैन, किनभने उहाँले खेलकुद परिषदले नगर्दा पनि हामीलाई थाइल्यान्डमा ट्रेनिङमा राखेर थोरै पैसा भयो भने उहाँले आफ्नो पैसा खर्च गरेर पनि हामीलाई थाइल्यान्डमा ट्रेनिङमा राख्नु भएको थियो एसियन गेमको लागि है। अब आउनुहुन्थ्यो, के छ कसो छ भन्नुहुन्थ्यो, अब बखाइ मिलाउँछु भन्नुहुन्थ्यो, त्यो धेरै दिन सक्नु भएन, तैपनि उहाँले लगाएर गर्नु भएर गरेर आज हामी एसियासम्म हामी एकदम राम्रो छ बक्सिङको लागि। एसियन लेभलसम्म बक्सिङ एकदम राम्रो, हाम्रो टाइममा एकदम राम्रो। हाम्रो टाइममा दलबहादुर म थिएँ अनि अर्को हाम्रो साथीहरू थियो, उहाँ हामीलाई चाहिँ एसियामा अलिक गाह्रो भने के भने कोरिया र थाइल्यान्ड थियो, त्यो बेला चाइना थिएन, किनभने अरू कन्ट्रीलाई हामी बिट गर्ने भइसकेको थियो, त्यति राम्रो लेभलमा हामी आइसकेको थियौँ। हामी हरेक टाइम बाहिर जाँदाखेरि, जस्तै श्रीलङ्काका गोल्ड मेडल बाहिर जाँदाखेरि हामी मेडल जितिरहेको छौँ टाइममा, किनभने हामी अब फर्किँदाखेरि खालि हात फर्केको थिएन। हाम्रो लास्ट टाइममा निकै राम्रो। अब ओलम्पिकमा पनि कस्तो हो भने अब 84 ओलम्पिक 80मा त हामी राम्रो थिएन, जस्तो भर्खर गएको हुनाले हामी त्यति 84मा त हामी धेरै विदेशमा ट्रेनिङ गऱ्यौँ, युएसमा ट्रेनिङ गऱ्यौँ, थाइल्यान्ड, अनि हामी फेरि उसमा लसमा बस्यौँ, ट्रेनिङहरू धेरै गरे हुनाले हामीलाई त्यति केही जित्ने त एकदम थियो, तर के भने युरोप च्याम्पियनसिप पऱ्यो। अब हाम्रो एउटा बक्सिङमा कस्तो हुन्छ भने हाम्रो टिम वेट गरेर खेल्ने गेममा कस्तो हुन्छ भने अब लकले पनि फेभर गर्छ। अब एकैबाजी गोल्ड मेडलिस्टमा पऱ्यो भने अब हामीले के गर्ने भने हाम्रो भाग्यको कुरा हो है। त्यो हाम्रो भाग्यको कुरा हो, त्यो लेभलमा अलिअलि मिलेर, जस्तै साफको कन्ट्रीकोसँग पऱ्यो, एसियन कन्ट्रीसँग पऱ्यो भने त्योमा अनि 1980, 80, 20, 18, 20 त्यसरी लेभलले हुन्छ। तर अब एकैबाजी गोल्ड मेडलिस्टमा पऱ्यो भने चाहिँ बाघको मुखमा परे जस्तै हुन्छ, खेलिन्छ हामी होइन। तर कस्तो भने त्यो अब खेलाडी बुझ्छ यो सबै, तपाईँ पनि धेरै जस्तो खेलाडी पनि छ यहाँ, मेरो साथीहरू होइन, उहाँहरूले बुझाएको हुन्छ। अब एकदम फरकसँग पऱ्यो भने त गाह्रो हुन्छ, नभए हाम्रो छ यहाँ हाम्रो बक्सरहरू ओलम्पिकमा पनि राम्रो खेल्ने, जस्तो विष्णु बहादुर सिंह उहाँले पनि खेल्नु भएको थियो, राम्रो खेलेर झन् एकदम। हामी खेलाडी त्यति राम्रो छैन, तर एउटा कुरा के भने त्यो लेभलमा फरक पर्छ। लेभलमा एकैबाजी मैले भने बाघको मुखमा पऱ्यो भने के गर्ने गाह्रो हुन्छ है। अब त्यो भने अब अरू त सबै ठिक छ। अब हामीले जति पनि खेलकुदमा राम्रो भएको छन्, राम्रो खेलाडी, राम्रो अफिसियल भएको छन्, स्वरचन्द्र शाहकै उहाँकै उसबाट सिकेर हामी गरेका छौँ। अहिले जति पनि यहाँ खेलकुदमा मै हो भन्ने हिरोहरू छ, सबै उहाँकै चेलाहरू हुन् सबै है। 100% होला नि, अहिले जति पनि सोध्नुहोस् यहाँ राम्रो खेलाडी टन्न साथीहरू आएका छन्, अहिले सबै 100% 90% उहाँको चेलाहरू उहाँकोबाट सिकेर आएको छ। त्यस कारणले अब उहाँले अहिले फेरि यस्तो ठुलो उ गरिदिनु भएको छ खेलाडीलाई। अब म त भन्नु न, अब बुढो खेलाडी दादाहरूको अगाडि त होइन है, फेरि अरू खेलाडी होइन। म भन्नुहोस् न, अहिले मैले ओलम्पिक खेलाडी 36 वर्ष भयो, 36 वर्षपछि अहिले मैले यो अवार्डहरू यस्तो पाउनु थालेँ बल्ल बल्ल। यो पनि अब सरचन्द्र शाह उहाँ त हाम्रो बोसै हो, उहाँले देख्नु, उहाँ माथि बसेर पनि हाँसिरहनु भएको, खुसी हुनुभएको हो, किनभनेदेखि त्यत्रो समयपछि बल्ल बल्ल देख्नु भएको छ है। तर आजसम्म मैले खेलेको त्यत्रो वर्ष भएँ, मैले ओलम्पिक खेलाडी 36 वर्ष भयो होइन। मैले एसियन गेममा मेडल पाएको नेपालको पहिलो मेडलिस्ट मैले 2 रुपियाँ पाएको छैन है। अब त्यो बाउ आमा सबै नभइरह्यो, त्यो एउटा कोच हो, त्यो सजिलो चाकरी गरेर एउटा कोच लिने होला, त्यो केही पनि छैन है। बाउ आमा सम्बोधी भएर अलि यति होइन। अब खेलकुदमा लगाएर
केही छैन धेरै जस्तो म त जसको मेरो बाबु सम्पत्ति भएन केही छ नभएको कति मान्छे खान नपाएर भोकै हुने कति छन् है। अब यहाँ खेलकुदमा लगाएर हुने 2-4जना हातमा गल्न सकिन्छ तर खेलकुदमा लगाएर राम्रो हुने मान्छे छैन, धेरै छैन। हातमा गोल्न सकिन्छ राम्रो हुने मान्छे राम्रो हुने चाहिँ त्यति छैन। त्यस कारणले मैले भने अब खेलकुदको लागि सर्जन शाह भन्ने कुरा अब मैले उहाँको होइन मैले देखेको कुरा भने है उहाँको किन उहाँले हामीलाई कडा पनि गर्नुहुन्छ, सबै कुरा गर्नुहुन्छ, ट्रेनिङमा गएर छैन उहाँ आफै आएर हेर्न आउनुहुन्छ। हामी क्याम्पमा बसेर क्याम्पमा आफै आएर हेर्न आउनुहुन्छ। अब उहाँ विदेश जानुभयो भने हामी थाइल्यान्डमा ट्रेनिङ गरेर छौँ, उहाँ आएर हाम्रो गुरु लगाएर सोध्नुहुन्छ कस्तो के छ ट्रेनिङ के गरिरहेको छ कस्तो छ केटाहरूमा कुन चाहिँ ठिक छ है। उहाँले एकदम निगरानी अनि राम्रो गरेर सँगसँगै उहाँले चेक पनि गरे। त्यसले गर्दा हामी आज यो ठाउँमा आइपुग्नु मौका पाएँ। त्यस कारणले अब मैले अहिले हालको सदस्यलाई पनि एउटा रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरूले खेलकुदमा लागेको मान्छेलाई यसो उ गर्नुहोस्, काम दिनुहोस् होइन। त्यो पार्टीको मान्छे ल्याएर झोलेर नदिनुहोस्। एउटा भन्छु उनीहरूले तपाईँको खल्ती भन्ने काम मात्रै गर्छ, खल्ती भन्ने काम मात्रै गर्छ। प्लिज तपाईँलाई एउटा रिक्वेस्ट होइन, तपाईँहरू आउनुहुन्छ तपाईँको आफ्नो दायाँ बायाँ सम्झेलाई काम दिनुहुन्छ, त्यसले खेलाडीलाई राम्रो गर्दैन। खेलाडीलाई दिनुहोस्, खेलाडीले कुनै पनि चिज गर्न सक्दैन किनकि उसले थाहा छ एउटा एक प्लेट के खानु पाए हुन्थ्यो, ट्रेनिङ गरिसकेपछि के गर्नु पाए हुन्थ्यो भने उहाँलाई ऊ हुन्छ। तर के भने खेलाडी नहुने मान्छेले के पनि थाहा हुन्न, उसलाई त कसरी पैसा जम्मा पाएर कसरी घर काठमाडौँ घर बनाउनु है। त्यस कारणले प्लिज मलाई एउटा रिक्वेस्ट तपाईँ सदस्यजी हुनुभएको हुनाले म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु, खेलकुदमा लगाएर जसुकै पार्टी होस् खेलकुदमा लगाएर दुःख पाएको मान्छे काम दिनुहोस्। उसले केही गर्छ खेलाडीको लागि गर्छ किनभने उसले थाहा छ एउटा एक कप चिया खानु पाए हुन्थ्यो, एक प्लेट कसैले मलाई मोमो खाए हुन्थ्यो र दिनभरि ट्रेनिङ गरिसकेँ खानु पाए। त्यस्तो उसले थाहा छ खेलाडीलाई मार्नुहुन्न भन्ने। अब केही नगर्ने मान्छेले त थाहा हुन्न, उसलाई त जसरी भए पनि उसको भर्नु छ काठमाडौँमा घर बनाउनु छ है। मैले म खेलाडी जानु खेलाडीको कुरा मात्रै गरेँ है, नरिसाउनुहोस्। मैले अरू त त्यो मलाई बडो खुसी लाग्यो। मैले भने नि मैले खेलेको 80 वर्षपछि मैले बल्ल बल्ल आज यो सर्जन शाह हाम्रो अध्यक्षले माथि देखिरहनु भयो होला, उहाँले देख्नु भएको छ बल्ल पाएँ। यति भन्दै म 2 शब्द म खेलाडी मान्छे मलाई दायाँमा कुरा गर्नु जे देखेको छ जे मनमा लाग्यो त्यो भन्छ। मैले त्यो नेतागिरी साथी गर्नु पनि आउँदैन के पनि आउँदैन है। थ्याङ्क यू। शरद चन्द्र मेमोरियल फाउन्डेसन स्पोर्ट्स अवार्डमा उपस्थित भइबक्सेको हाम्रो यस फाउन्डेसनका चेयरपर्सनज्यू, सिइओज्यू, कोषाध्यक्षज्यू तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवज्यू र फर्वर खेलाडीहरू। अब यो अवार्डको बोल्न चाहिँ क्रिकेट एसोसिएसन नेपालको उपाध्यक्ष आउने कुरा थियो, उहाँ कारणवश चाहिँ आउनु सक्नु भएन। उहाँ नआउनु भएको म चाहिँ प्रिपेयर चाहिँ थिइनँ बोल्नलाई, उहाँले बोल्नु पर्थ्यो। एनिवे अब यो अवार्ड सन्दीप अन बिहाफ अफ सन्दीप मैले लिन लागेको छु। सन्दीप अब अहिले देशको लागि खेल्नलाई यो चाहिँ लन्डन नेदरल्यान्डमा चाहिँ प्र्याक्टिसमा गइरहेको छ। त्यो उसले सानो मेसेज पनि भिडियो मेसेज पनि दिएको छ। अब मैले यहाँ उपस्थित भए सबैमा मैले चाहिँ धन्यवाद टक्राउँदै मैले चाहिँ यस यहाँ उपस्थित हुनुभएका हाम्रा पत्रकारज्यूहरू र मैले गण्यमान्य व्यक्तित्व सबैलाई देखिरहेको छु, रेस्पेक्टेड पर्सन्सहरूलाई। मलाई खुसी लागेको छ उसको बिहाफमा, क्रिकेट एसोसिएसन अफ नेपाल बिहाफ र काठमाडौँ जिल्ला क्रिकेट संघको बिहाफमा मैले अवार्ड चाहिँ दिन गइरहेको छु। यस्ता अवार्डले वास्तवमै अब आउने खेलकुदका पिँढीहरूलाई यस सम्बन्धी खेलमा चाहिँ अझ केही गरौँ भन्ने चाहिँ उत्सुकता पनि बढ्ने मैले विश्वास गरेको छु। र सन्दीपको बारेमा सानो कुरा मैले भन्नुभन्दा म चाहिँ फर्मर नेसनल 1996 र 1998 नेपालबाट रिप्रेजेन्ट गरे हो मैले। र सन्दीपको बारेमा भन्दा चाहिँ म चाहिँ नेपाल क्रिकेट सङ्घमा पहिला म सचिव भएर काम गरिसकेका हो र त्यति बेला म चिफ सेलेक्टर पनि थिएँ। म 1996 को वर्ल्ड कपको कुरा गरिरहेको छु, जति बेला नेपाल चाहिँ
अन्डर 19 वर्ल्ड कप खेल्नलाई चाहिँ बङ्गलादेश जाँदै हुनुहुन्थ्यो। त्यति बेला फर्स्टचोटि सन्दीप चाहिँ चितवन भाइसी ऊ चाहिँ आएको थियो सेलेक्सनमा। अनि ऊ यतिसम्म क्रिकेटमा क्रेज थियो कि एज अ सेलेक्टर मलाई चाहिँ उसले 10 चोटि भन्दा बढी मेसेज गरेर सर म पर्छु पर्दैन भने मेसेज गरे गर्थ्यो है। त्यो किसिमको चाहिँ क्रिकेटप्रतिको माया लगाव थियो भन्ने मलाई लागेको थियो। र त्यही बदौलत उसले चाहिँ अहिलेसम्म जब 73 गेममा 150 विकेट लिएर चाहिँ वर्ल्ड रेकर्ड राख्न सफल हुनुभएको छ। यो हाम्रो गौरव खालि हाम्रो उसको जुन पाएको छ यो अहिले स्टिल उहाँको रेकर्ड अनै छ। वान डेमा चाहिँ उहाँले 150 विकेट लिएर 150 विकेट्स लिएर चाहिँ वर्ल्ड रेकर्ड कायम छ उहाँको नाममा। र एज अ फर्मर क्रिकेटर मलाई चाहिँ यो अवार्ड उहाँको बिहाफमा लिँदा खुसी लागेको छ। र अनि मलाई धन्यवाद यस फाउन्डेसन शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र शरदचन्द्र शाहज्यू भन्ने बित्तिकै उहाँ तत्कालीन खेलकुदको पर्यायवाची नाम हो जस्तो मलाई लाग्छ। जहाँ मैले सुनेको थिएँ उहाँको बारेमा मैले सुनेको थिएँ 5वटा विकास क्षेत्रमा स्टेडियम बनाएको थियो भन्ने पनि सुनेको थिएँ उहाँको पालामा। यो गर्वको कुरा हो। यति भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। Sports Award 2026 to the country's most sensational and internationally acclaimed cricketer, Sandeep Lameshani. Your remarkable ascent in the world cricket stands as a powerful testament to your dedication, commitment, and unwavering tenacity in turning dreams into reality. The nation rises in applause, honoring your resilience and determination in carrying Nepal into the international stage and achieving extraordinary milestone in the world cricket. You have made the country immensely proud by becoming one of the youngest players in the major global T20 league, the fastest Nepali bowler to claim 100 ODI wickets, and the fastest bowler in T20 history to reach 100 wickets. Your outstanding contribution and steadfast dedication will continue to uplift the strengthen Nepali cricket on the global stage. Although many of us may not have had this privilege of personally meeting or knowing late Shri Sharachandra Shahji, a glance through Nepal's sporting history reveals the remarkable impact he made on nation's sporting development. As the member secretary of Nepal Sports Council and president of Nepal Olympic Committee, his excellent leadership, his visions and his dedication towards Nepal's sporting culture really helped Nepal entering into a new era of sporting development and growth. And today, on this special occasion of his 78th birthday anniversary, I'm really humbled and honored to receive this Sharad Chandra Shah Memorial Sport Award. And I can't thank enough to all those who really made it possible. It really means a lot to me. Thank you. Today has been a very special occasion as we gathered on International Olympic Day and the 78th anniversary of late Sharad Chandra Shah to celebrate excellence in Nepali sports. His vision extended beyond sporting achievements. He believed that sports could inspire discipline, unity, national pride. Through this foundation, we remain committed to carry those values forward. I would like to extend my sincere gratitude to all our distinguished guests, award recipients, members of the sporting community, well-wishers, and everyone present here today. Your presence and support have made this event truly meaningful. Congratulations once again to our award recipients. Through these awards, we honor the achievements of the past while encouraging the champions of the future. Finally, a heartfelt thank you to everyone who worked behind the scenes to make this program a success. Thank you all for being with us today and for supporting the vision and values that this foundation seeks to uphold. Thank you.